बिलिभ्स मतलब स्टोरीज जुन चाहिँ हामी आफूलाई सुनाइरहन्छु या फिर सोसाइटीले हामीलाई सुनाएकोले गर्दाखेरि चाहिँ हाम्रो माइन्ड त्यो किसिमले कन्डिसन भएको हुन्छ। लाइक लेट मी शेयर अ स्टोरी, इट्स वान अफ माई फेभरेट स्टोरी अबाउट बिलिभ। वेल एक दिन चाहिँ दुईजना बाउ छोरा एउटा सर्कस हेर्नु गएको थियो अरे क्या। अब तिमीहरूले सर्कस हेरेको छौ कि छैन त्यो कमेन्ट गर। वेल अब दुईजना सर्कस हेर्नु गएको थियो अरे, अनि सर्कस हेर्नु जाँदाखेरि चाहिँ उनीहरूले त्यहाँनिर थुप्रो एनिमल्सहरू देखे अरे क्या, जीव जन्तुहरू थुप्रै देखे अरे। वेल अन्त उनीहरूले चाहिँ अब एनिमल्सहरूसँग फोटो खिच्ने गयो अरे, अनि फोटो खिच्नु जाँदाखेरि चाहिँ उनीहरूले त्यहाँनिर एउटा ठुलो हात्ती चाहिँ नोटिस गरे अरे। अन्त ठुलो हात्तीसँग फोटो खिच्नुको लागि गयो अरे। जाँदाखेरि चाहिँ नानीले त्यहाँनिर देखे के नोटिस गरे, त्यो ठुलो हात्तीलाई एउटा डोरीले मात्रै बाँधिरहेको छ, त्यो पनि एउटा खुट्टा। यस्तो होइन कि सबै जिउै बाँधिरहेको छ, खालि एउटा खुट्टा मात्रै एउटा डोरीले बाँधिरहेको छ। अनि त्यसलाई त्यो कुरा निकै इन्ट्रेस्टिङ लाग्यो अरे क्या। सो त्यसको पाला त्यसले आफ्नो ड्याडलाई सोध्यो अरे क्या कि बाबा यत्रो ठुलो हात्ती छ, त्यो हात्तीले चाह्यो भने त्यो डोरी एकैछिनमा चुट्टाउन सक्छ, तर पनि यो हात्तीले केही ट्राई गरेको छैन या कहीँ गएकै छैन, किन त्यस्तो भन्यो अरे। त्यति बेला अब पापालाई पनि के भन्नु अनि ठिक्कै उनीहरूको कुरा चाहिँ एउटा सर्कसको ओनरले सुनिरहेको थियो क्या। त्यो सर्कसको ओनरले सुनिरहेको थियो, देन ऊ हाँस्दै आयो अरे क्या। सो उसले रिप्लाई दियो त्यसको कि नानी जब यो हात्ती सानो थियो नि, जब हामीले यसलाई ल्याएको थियो सानोमा, त्यति बेला यसलाई हामीले यसको एउटा खुट्टा चाहिँ साङ्लीले बाँधेको थियो, लाइक चेनले बाँधेको थियो। सो यसले सानोमा निकै ट्राई गर्यो त्यो चेन ब्रेक गर्नुको लागि, तर यसले सकेन। अनि अब यसको यो बिलिफ बसिसक्यो कि यसले यो चेन चाहिँ ब्रेक गर्नु सक्दैन, यसले यो डोरी चाहिँ चुट्टाउनु सक्दैन। सो अब यत्रो ठुलो भए पनि यसको बिलिफ त्यही नै छ कि यसले जति नै कोसिस गरोस् यो चेन यसले चुट्टाउनु सक्दैन भनेर। अब यो स्टोरी हामीसँग निकै रिलेट गर्छ। हामी मान्छेसँग कसरी रिलेट गर्छ भने अब हामीले पनि कतिवटा कुरामा आफूलाई होल्ड गरिरहेको हुन्छु, लाइक म राम्रो छुइनँ यसमा, म यो गर्न सक्दिनँ, म त्यो गर्न सक्दिनँ भनेर, राइट। या फेरि सोसाइटीले हामीलाई भनेको हुन्छ कि तँ यो गर्न सक्दैनस्, तँ यो गर्नु सक्दैनस्, तँ यसो गर्नु सक्दैनस्, उसो गर्नु सक्दैनस्। त्यसले गर्दा फेरि हाम्रो माइन्ड कन्डिसन भएको हुन्छ। प्लस हामीले पनि आफ्नो कतिवटा स्टोरिजहरू भनेको हुन्छ आफूलाई नै, क्यों म सक्दिनँ होला हौ भन्ने टाइपको। सो त्यस्तो कारणले गर्दाखेरि चाहिँ हामी कतिवटा कुरा ट्राई नै गर्दैनौँ। त्यसले गर्दाखेरि हामीलाई त्यसको बारेमा एक्सपिरियन्सै हुँदैन, आइडिया नै हुँदैन। सो त्यही बिलिफ चाहिँ ब्रेक गर्नु पर्यो हामीले। अब इफ त्यो हात्तीलाई त्यो चेन त्यो डोरी ब्रेक गर्नु सक्यो भने कि चाहिँ त्यो हात्ती पगला हुनु पर्यो, अन्त मात्रै त्यो मान्छेले त्यो हात्तीले त्यो चेन ब्रेक गर्न सक्छ। नभए त त्यसको बिलिफ यस्तो स्ट्रङ भइसकेको छ कि त्यसले त्यो चेन टुटाउने ट्राई नै गर्दैन। किनकि उसले सानोमा निकै चोटि ट्राई गरेको थियो नि त त्यो चेन ब्रेक गर्नुको लागि, तर सानोमा त्यत्रो ट्राई गर्दाखेरि पनि उसले सकेन। सो उसलाई ठुलो हुँदा पनि बिलिभ भइसकेको छ कि उसले चाहे जति कोसिस गरोस् त्यो कुरामा उसले त्यो गर्नु सक्दैन भनेर। अब ओन्ली इफ द्याट एलिफेन्ट गेट म्याड, जब ऊ पगला हुन्छ अन्त मात्र उसले त्यो ब्रेक गर्न सक्छ। अब त्यसको मतलब यो होइन कि तिमीहरू पनि अब एकदम पगला हुआ भने, मतलब मैले भन्नु खोजेको चाहिँ यो हो कि जब पनि वेन यु आर अब्जेस्ड विथ अ वर्क नि, एउटा कामसँग अब्जेस्ड हुन्छौ, लाइक अरूले भन्छ केही कामपट्टि अब तिमी यस्तो ध्यानले गर्दैछौ, यस्तो एककोटे भएर गर्दैछौ कि सोसाइटीले तिमीलाई भन्नु थाल्छ नि पगला भइसक्यो यो काम के बिना गरेको अम्बो कसो के हो। अन्डरस्ट्यान्ड दिस थिङ द्याट यु आर मुभिङ इन द राइट डिरेक्सन। बुझ्दैछौ, तिमीले आफ्नो बिलिफ ब्रेक गरेर तिमी त्यो डिरेक्सनमा हिँड्दैछौ। अरूले भन्ने छ भनोस्, नसुन, उनीहरूलाई त्यो अझै डोरीले नै बाँधिरहेको छ, तिमीले त्यो डोरी चुट्टाएर पनि अगाडि गइसक्यौ। बुझ्दैछौ। सो वेन यु डु समथिङ एक्स्ट्रा from the crowd will say that you are mad or you are crazy. बुझ्दैछ। अनि नर्मल भएर केही फाइदा छैन यो वर्ल्डमा, अलिकति क्रेजीनेस त हुनै पर्छ। अनि
अनि यति कुरा याद राख्नु कि यो जुन चाहिँ पनि लाइफको जर्नी छ यसमा अब यो स्टोरी तिमीले सुन्यौ होला आफ्नो कतिवटा बिलिफहरू ब्रेक गर्नु भनेर। अब यसमा त्यही हो, अरूलाई जानी बुझी चाहिँ हर्ट नगर्नु होइन, फिजिकली होस् या इमोसनली होस् अरूलाई हर्ट नहोस्, प्लस आफ्नो पनि ख्याल राख्नु कि आफूलाई पनि फिजिकली हार्म नगर्नु, अनि फिजिकली या इमोसनली, अब इमोसनलीहरू त त्यो त हुन्छ, त्यो माथि तल हुन्छ, त्यो त अलिकति थाम्नु पनि सक्नु पर्यो अब त्यो, बुझ्दैछ? सो त्यही हो, या द्याट्स इट फर दिस भिडियो, अनि सी यु इन नेक्स्ट भिडियो, बाई बाई।